नमस्कार साथीहरु, आजको भिडियोमा हामी एकदमै महत्त्वपूर्ण कुरा बुझ्दैछौँ। यदि कुनै पनि व्यक्तिलाई करेन्ट लाग्यो भने त्यो बेलामा हामीले करेन्ट लागेको मानिसलाई पानी दिने कि नदिने, यो कुरामा धेरैजना कन्फ्युजमा हुनुहुन्छ। किनभने कसैले भन्छन् करेन्ट लागेको मान्छेलाई पानी पिउन नदिनुस्, खानेकुरा नदिनुस्। कसैले यो पनि भन्छ कि घायल भएको मानिसलाई पानी दिनुपर्छ, किनभने त्यसलाई होसमा ल्याउनुपर्छ। आज यही कुरालाई क्लियर गर्नलाई यो भिडियो बनाएको छु, ताकि करेन्ट लागेको बेलामा के गर्दा सही हो र के गलत। यो टपिक सुरु गर्नुभन्दा अगाडि यो बुझ्न जरुरी छ कि कुनै व्यक्तिलाई करेन्ट लाग्दाखेरि सबैभन्दा सुरुमा त्यो मान्छेको हार्ट यानि कि मुटु नै अट्याक गर्छ। फेरि कसैले प्रश्न गर्ला कि सिधै मुटुमा नै किन अट्याक गर्छ? यो एउटा नेचर हो। जब हामीलाई केही कुरामा डर लाग्छ त्यो बेलामा हाम्रो मुटु छिटो धड्कन थाल्छ। यसरी नै जब कुनै व्यक्तिलाई सिरियस झड्का लाग्छ त्यो बेलामा हातबाट बगेको करेन्टले हातलाई त जलाउँछ नै, त्यसै सँगसँगै त्यो करेन्टले सिधै उसको मुटुमा गएर लाग्छ। अब यहाँ के बुझ्नु जरुरी छ भने जब मुटुमा झड्का लाग्छ त्यो बेलामा के समस्या आउन सक्छ? साथीहरु, तपाईहरुलाई थाहा नै छ, हार्टले ब्लडलाई हाम्रो बडीको सबै अङ्गहरुमा ब्लड सर्कुलेट गर्न मद्दत गर्छ। अब यदि यो हार्टले हाम्रो बडीमा ब्लड सर्कुलेट गर्न सकेन भने त्यो केसमा त्यो मान्छेको शरीरको अङ्ग काम नगर्न पनि सक्छ अनि प्यारालाइज हुन सक्छ। जब कुनै व्यक्तिलाई इलेक्ट्रिक सक कडै लाग्छ त्यो बेलामा मुटुले बडीमा सप्लाई गरिरहेको रगत तुरुन्त बन्द हुन्छ र त्यो रगत मात्र ब्रेनलाई सप्लाई गर्छ। यो ब्रेनलाई मात्र ब्लड सर्कुलेट गर्न प्रायोरिटी दिन्छ, बाँकी शरीरको सबै ब्लडहरू रोकिदिन्छ। जब शरीरमै ब्लड कम भइसकेपछि जसरी शरीरले काम गर्नुपर्ने हो त्यसरी काम गर्न छोड्छ। अब कतिले त सोच्नु होला ब्रेनमा मात्रै ब्लड सर्कुलेट गर्ने, शरीरमा चाहिँ किन नगर्ने भनेर। साथीहरु, यो हाम्रो हार्टको नेचर नै यस्तै हुन्छ। केही कथनकाल एक्सिडेन्ट भयो भने हार्टले ब्लड सुरुमै ब्रेनलाई पठाउँछ। तपाईहरुले धेरै पटक सुन्नु पनि भएको होला, करेन्ट लागेको मान्छेको हात खुट्टा शरीर नचलेको तर सुन्न हेर्न बोल्न चाहिँ सकिन्छ। हो, यो यसै कारणले भएको हो। हार्टले रगत ब्रेनलाई मात्रै पठाउँछ अनि रगत सर्कुलेट नभएको भागहरू प्यारालाइज हुने गर्छन्। अब हाम्रो प्रश्न यो छ कि कुनै पनि व्यक्तिलाई इलेक्ट्रिकल झट्का लागेको बेलामा उसलाई पानी दिने कि नदिने? यसको सिधा उत्तर हो नो। कसैलाई सिरियस इलेक्ट्रिकल सक लागेको बेला जबसम्म उसको पूर्ण रूपले होस आउँदैन तबसम्म तपाईले उसलाई न खाना दिनुस् न केही पिउने। कसैले भन्ला हामी त्यस्तो व्यक्तिलाई जुस दिन सक्छौं, त्यसले ताकत दिन्छ। हैन साथीहरु, यस्तो बेलामा हामीले केही पनि दिनु हुँदैन। आखिर किन दिनु हुँदैन म त्यो पनि भन्छु। किन पानी वा खाना दिनु हुँदैन? होस कमजोर हुन्छ, सास अड्किन सक्छ। करेन्ट लागेपछि मानिस कमजोर, टुलटुलो, कन्फ्युज हुन्छन्। त्यो अवस्थामा पानी खुवाउँदा पानी सिधै साथ नलिन पर्न सक्छ र चोकिङ वा सास रोकिने खतरा हुन्छ। अर्को, शरीर इलेक्ट्रिक सकमा हुन्छ। यो अवस्थामा शरीरको भित्री प्रणाली असन्तुलित हुन्छ, खानपिनले उल्टो समस्या बढाउन सक्छ। इलेक्ट्रिक सकको कारणले गर्दाखेरि रिफ्लेक्स कम हुन्छ, मिल्न नै नआउन पनि हुन सक्छ। घाँटीले पानी निल्ने क्षमता कम हुन सक्छ, जसले गर्दाखेरि घातक समस्या निम्त्याउन सक्छ। अब त्यसको साटो के गर्ने भनेर म अर्को भिडियोमा लिएर आउनेछु। आशा छ यो थोरै जानकारीले पनि ठुलो ज्यान बचाउन सक्छ। भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला।